छ 4 सिटको मात्रै। यो जिन्दगी हो, जिन्दगी कसैको एकनास चल्दैन। यो जिन्दगी हो, जिन्दगी कसैको एकनास चल्दैन। जति सम्झाए पनि तिम्रो कानमा बतास चल्दैन। जति सम्झाए पनि तिम्रो कानमा बतास चल्दैन। हाम्रा सारथीहरूलाई मात्र कति दोष लगाउनु, हाम्रा सारथीहरूलाई मात्र कति दोष लगाउनु। लासमा सवार छौँ, थाहा छ कदापि एक लास चल्दैन। लासमा सवार छौँ, थाहा छ कदापि एक लास चल्दैन। जति सम्झाए पनि तिम्रो कानमा बतास चल्दैन। अब भोलिकै भरमा विश्वास दिलाए नसोच्नु होला। अब भोलिकै भरमा विश्वास दिलाए नसोच्नु होला। यो लोकतन्त्र हो, यहाँ कसैको बकवास चल्दैन। यो लोकतन्त्र हो, यहाँ कसैको बकवास चल्दैन। यो जिन्दगी हो, जिन्दगी कसैको एकनास चल्दैन। तिमी अनेकौं बहाना गर्छौ र बारम्बार टाढिन खोज्छौ। तिमी अनेकौं बहाना गर्छौ र बारम्बार टाढिन खोज्छौ। बुझेकी छौ तिमी बिना अन्जानको सास चल्दैन। बुझेकी छौ तिमी बिना अन्जानको सास चल्दैन। यो जिन्दगी हो, जिन्दगी कसैको एकनास चल्दैन। जति सम्झाए पनि तिम्रो कानमा बतास चल्दैन। राम्रो छ र राम्रो छ र के भएको भन्दाखेरि हामीलाई क्या कुवेतमा के हुने हो नि, सुन्दर ढङ्गले एउटा श्रृङ्गारिक लेखिदियो भने एउटा फलो गरिरहने हो क्या पर्नी मेरो त्यो सबै गजलहरूलाई मोबाइलसँगै हामी अहिले कस्तो छ भने जस्तो इलाचनसँग मेरो भेट पहिलो हो। ए हो पहिलो हो नि, भेट त दोस्रो बसाइ पहिलो हो। देखा एकचोटि कहाँ कार्यक्रममा भयो हाम्रो के अरे ललितपुरतिर। फेरि हामी कति नजिक छौँ नि, फेरि हामीले एउटालाई गाली गरेर थपड हाने त्यस्तो रिसिभ छैन नि। हामीले मतलबै छैन त्यस्तो हो नि त। तिलाचन बसिहाल, म बद्रिने उपाने बद्रिने उपाने गजल तपाईँ सुन्नु भएको छैन। बद्रीजीको गजल सुन्नु भने त तपाईँ झन् कायल हो अहिले यहाँ। ए दाइ भयानक लेख्ने मान्छे छन् क्या, लेख्ने मान्छे यति भयानक छन् होइन। यसरी नै भेट हुन्छ पक्नु एउटा श्रृङ्गारिक छ क्या। गुलाबमा हो, गुलाबमै हुन्छ कि गुलाबमा जाओस् त। दाईको गजल पढेपछि त्यति बेलाबाट मैले बिम्बलाई गहन तरिकाले फरक कसरी गर्ने पहिला 50,000 गजल छ नि 50,000 संख्या सानो संख्या हो छलफल गरेर बसेन उता 50,000 यहाँ यस्ता गजल छन् गर्ने यो हो छलफल भन्दा यो गर्ने रहेछ क्या। 50,000 मैले हो 50,000 जितेको चाहिँ मैले हो। त जितेकै छैन र तपाईँलाई बधाई यार। एउटा कहाँ जित्नु भयो? अन्तर्राष्ट्रिय गजल प्रतियोगिता हो नि पायो चाल भेट्यो माल स्वर लय। पायो चाल भेट्यो माल यतै बस्यो गुलाबमा। सही छ। पायो चाल भेट्यो माल यतै बस्यो गुलाबमा। भमराले हतार हतार ओठ डस्यो गुलाबमा। पायो चाल भेट्यो माल यतै बस्यो गुलाबमा। टाकुरामा ढाकिएको तुसारोले रूप बदल्यो। टाकुरामा ढाकिएको तुसारोले रूप बदल्यो। टाकुरामा ढाकिएको तुसारोले रूप बदल्यो। पुष्प पत्र फुकालेर आगो पस्यो गुलाबमा। पायो चाल भेट्यो माल यतै बस्यो गुलाबमा। खोला सरी सुस्साउँदै बेजो उडात्यो आवे गले। खोला सरी सुस्साउँदै बेजो उडात्यो आवे गले। काँडे जाल पन्छ्याएर छुरा धस्यो गुलाबमा। भमराले हतार हतार ओठ डस्यो गुलाबमा। रहर लाग्दो साँगुरोमा यही हो मजा रित्तिनु भन्दै। रहर लाग्दो साँगुरोमा यही हो मजा रित्तिनुको। एकैचोटि छचल्किँदै सागर फस्यो गुलाबमा। भमराले हतार हतार डस्यो गुलाबमा। अन्तिम तिसडा यसै सुन्ने भयो लाज ढाक्यो मौसमले। तिसडा यसै सुन्ने भयो लाज ढाक्यो मौसमले। तिसडा यसै सुन्ने भयो लाज ढाक्यो मौसमले।
तप्प तप्प जवानीको थोपा खस्यो गुलाउन ल्याएको छ यार, सही आयो। सही आयो। गजब आयो त यो त अनि गजबै आयो नि श्रृङ्गार त अनि ल्याएको वर्ष भयो। आहा कति बेला 16-12 मा लेखिँदै है 16-12 लगेको है त्यो 16 भयो गनेर गनेर 8 मा विश्राम ल ल गजब आएको यार कति गजब। 14 कि 12 14 हो म त यतै छु मैले मिर स्वरमा लेखेको छु एउटा पाएँ खबर हिजो मैले निकै दुःख पाएँ खबर हिजो मैले निकै दुःख लाग्यो खुल्नु भन्दै अन्तिम पत्र पठाइदिँदै 14 हो 14 14 रहेछ। त्यस्तै लेखिन्छ होइन राम्रो हो। राम्रो गजलमा यतिको अभ्यास गरेर होइन यो लेभलको गजल यस्तो गर्नु। अब कहीँ पनि पोस्ट पनि नगर्नु तपाईँहरूले है, पोस्ट गर्दै नगर्नु। त्यो त धेरै पोस्ट भयो भइसक्यो है। शेयर पनि कति धेरै भएको गजल हो नि यो त आमा यही गजलले त मैले तिलाचन बसिहाल्छु नि होइन यो त अब त भयो कि यो त भयो अब ल्यायो नि। अब चाहिँ के गर्नु भने पोस्ट नगर्नु। मेरा पोस्ट नगरेका धेरै छन् अब पोस्ट गरेका फेरि त्यो राम्रो गजल सङ्ग्रहमा नसुटाउनु होइन, हाम्रो त चाहिन्छ। अब त्यसपछि तपाईँहरूले त तरुणमा चाहिँ मजा म पुस्तकको अन्तिम चरणमै छु छनलै मेरो समय अहिले अब आउँछ। ल ल विमोचनका लागि त जाऊ तपाईँको मेरो स्टेज एउटै छ क्या अन्तिममै छु म पनि रज्जु पनि आउँदैछ कतिवटा म धेरै हाल्दैन 50-51 भन्दा ज्यादा गजलमा हाल्छु 61 ल भयो राम्रो छ। होइन कि मेरा 85 छन् 61 गरे मेरा 64 छन् म 51 कस्तो भने मिठो हाम्रोतिर गयो कि 85। ल म एउटा गजल सुनाउँछु ल जाओस् बनाउँछ र अनि मिर स्वरमा है ल ल